नमस्ते। नेपालको शासन प्रणालीको मुटु अर्थात् संघीय संसद यो कसरी बन्छ, यसले कसरी काम गर्छ, आजको हाम्रो चर्चा यही विषयमा केन्द्रित रहनेछ। ल सुरु गरिहालौँ है त। आज हामी के कुरा गर्छौं त? पहिले त संसद भनेको के हो भनेर बुझ्छौं। त्यसपछि यसका दुई सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको कुरा आउँछ। अनि संसदले काम कसरी गर्छ र अन्त्यमा यो सबमा आम नागरिकको भूमिका के रहन्छ भन्ने बारे पनि हेर्नेछौं। ल त्यसो भए पहिलो खण्डमा जाउँ। संसद, जसलाई जनताको आवाज भनिन्छ, आखिर किन यति महत्त्वपूर्ण छ त यो? यसको खास काम के हो? यहीबाट सुरु गरौँ न। एउटा प्रश्नबाट सुरु गरौँ है त। हामी भन्छौँ नि लोकतन्त्रमा सार्वभौम सत्ता जनतामा हुन्छ भनेर, तर त्यो शक्ति प्रयोग हुने खास ठाउँ चाहिँ कुन होला? हो, त्यो ठाउँ अरू कुनै होइन, संघीय संसद नै हो। संविधानले आम नेपालीलाई दिएको त्यो सर्वोच्च अधिकारको अभ्यास हुने ठाउँ नै यही हो। त्यसैले त यसलाई राज्यको सबैभन्दा ठूलो प्रतिनिधिमूलक निकाय भनिएको हो। अब नेपालको संसदको बनोट कस्तो छ त? यो बाइक्यामरल छ, अर्थात् दुई सदनात्मक। भन्नुको मतलब यहाँ एउटा होइन, दुईवटा हाउसहरू छन्। एउटा तल्लो सदन, जसलाई हामी प्रतिनिधि सभा भन्छौं, र अर्को माथिल्लो सदन, राष्ट्रिय सभा। ल अब प्रतिनिधि सभा अर्थात् तल्लो सदनको बारेमा अलि गहिराईमा गएर हेरौं। यो सदन आम मानिससँग सबैभन्दा नजिकबाट जोडिएको हुन्छ। यो सदनमा जम्मा सदस्य संख्या कति हुन्छ त? 275। यो संख्या संविधानले नै तोकेको हो। अब यो 275 जना कसरी छानिएर आउँछन् त? यहाँ एकदमै रमाइलो मिश्रित निर्वाचन प्रणाली छ। 165 जना मतलब करिब 60% प्रत्यक्ष चुनावबाट आउँछन्। देशलाई 165 वटा निर्वाचन क्षेत्रमा बाँडिन्छ अनि हरेक क्षेत्रबाट जसले सबैभन्दा धेरै भोट ल्यायो उही सांसद बन्छ। बाँकी 110 जना अर्थात् 40% चाहिँ समानुपातिक प्रणालीबाट आउँछन्। यसमा चाहिँ व्यक्तिलाई होइन कि राजनीतिक दललाई भोट हालिन्छ अनि दलले पाएको भोटको अनुपातमा सांसदहरू छानिने गर्छन्। प्रतिनिधि सभाका केही मुख्य कुराहरू छन्। यसको कार्यकाल हुन्छ 5 वर्षको। सांसद बन्न कम्तीमा 25 वर्षको हुनु पर्यो अनि यसको सबैभन्दा महत्त्वपूर्ण काम भनेकै सरकार बनाउनु हो। यही सदनमा जसले बहुमत पुर्याउँछ उसैको नेतृत्वमा देशको सरकार बन्छ। ल तल्लो सदनको कुरा त भयो। अब माथिल्लो सदन अर्थात् राष्ट्रिय सभातिर लागौँ है त। यसको भूमिका अलि फरक छ। यसले खास गरी प्रदेशहरूको प्रतिनिधित्व गर्छ र संसदलाई एउटा स्थायित्व दिन्छ। प्रतिनिधि सभासँग तुलना गर्ने हो भने यो निकै सानो छ। यसमा जम्मी 59 जना मात्रै सदस्य हुन्छन्। यहाँ सदस्य छान्ने तरिका पनि पुरै फरक छ। 59 मध्ये 56 जना चाहिँ 7 वटै प्रदेशबाट बराबर हरेक प्रदेशबाट 8-8 जनाको दरले चुनिएर आउँछन्। उनीहरूलाई चाहिँ प्रदेश सभाका सदस्य र स्थानीय तहका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्षहरूले भोट हाल्छन्। बाँकी रहेका 3 जनालाई चाहिँ सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ। राष्ट्रिय सभाको एउटा एकदमै विशेष चरित्र छ। यसलाई स्थायी सदन पनि भनिन्छ, किनभने प्रतिनिधि सभा जस्तो यो कहिल्यै भङ्ग हुँदैन। यहाँ सदस्यहरूको कार्यकाल 6 वर्षको हुन्छ। तर रमाइलो के छ भने हरेक 2-2 वर्षमा 1/3 सदस्य फेरिन्छन्। यसले के हुन्छ त भन्दा सदनमा अनुभव पनि रहिरहन्छ, नयाँपन पनि आइरहन्छ, एउटा निरन्तरता कायम हुन्छ। ल अब एकै ठाउँमा राखेर हेरौँ न त दुई सदन बीचको फरक। सदस्य संख्यामा हेर्ने हो भने प्रतिनिधि सभामा 275, राष्ट्रिय सभामा जम्मा 59। कार्यकाल पनि फरक। प्रतिनिधि सभाको 5 वर्ष, राष्ट्रिय सभाको 6 वर्ष। उमेरको कुरा गर्दा तल्लो सदनमा 25 वर्ष पुग्छ भने माथिल्लो सदनको लागि 35 वर्ष हुनु पर्यो। र सबैभन्दा मुख्य फरक, प्रतिनिधि सभा अस्थायी हो, 5 वर्षमा भङ्ग हुन्छ। तर राष्ट्रिय सभा स्थायी सदन हो, यो कहिल्यै भङ्ग हुँदैन। ओके, सदनहरूको बनोट त थाहा भयो, तर यिनीहरूले काम चाहिँ कसरी गर्छन् त? यिनीहरूलाई चलाउने को हुन्छ र यिनका मुख्य जिम्मेवारीहरू के हुन्? अब यतातिर लागौँ। सदनको नेतृत्वको लागि हाम्रो संविधानमा केही गजबका नियमहरू छन्। प्रतिनिधि सभामा सभामुख र उपसभामुख अनि राष्ट्रिय सभामा अध्यक्ष र उपाध्यक्ष हुन्छन्। पहिलो नियम, यी 2 पदमध्ये एउटामा अनिवार्य रूपमा महिला हुनै पर्छ। अनि प्रतिनिधि सभामा अर्को नियम के छ भने सभामुख र उपसभामुख एउटै पार्टीको हुन पाइँदैन, फरक दलको हुनुपर्छ। यसले राजनीतिक सन्तुलन पनि कायम लाग्छ। अब संसदको मुख्य काम के हो त? मोटामोटी रूपमा यसका 3 वटा ठूला काम छन्। पहिलो र सबैभन्दा महत्त्वपूर्ण
देशका लागि कानून बनाउने, दोस्रो सरकार बनाउने, र तेस्रो त्यही सरकारले राम्रो काम गर्यो कि गरेन भनेर निगरानी गर्ने, प्रश्न सोध्ने र सरकारलाई जनताप्रति जवाबदेही बनाउने। संसदभित्र पनि अझै साना साना समूहहरू हुन्छन् जसलाई संसदीय समिति भनिन्छ। यिनीहरूलाई त मिनी पार्लियामेन्ट वा सानो संसद पनि भनिन्छ, किनभने यिनीहरूले अर्थ, परराष्ट्र, स्वास्थ्य जस्ता खास विषयमा एकदमै गहिरिएर सरकारको कामको छानबिन गर्छन्, सुझाव दिन्छन् अनि आवश्यक परे निर्देशन पनि जारी गर्छन्। यिनीहरूको भूमिका एकदमै शक्तिशाली हुन्छ। ल, अब यति धेरै कुरा गरिसकेपछि सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा आउँ। यो पूरै संरचनामा आम नागरिकको भूमिका चाहिँ के त? एउटा कुरा के बिर्सनु हुँदैन भने संसदमा पुगेका ती सबै सदस्यहरू हामीले नै चुनेर पठाएका प्रतिनिधि हुन्। त्यसैले उनीहरू हामीप्रति, उनीहरूलाई भोट दिने मतदाताप्रति जवाबदेही हुन्छन्। उनीहरूको काम नै हाम्रो आवाजलाई संसदमा पुर्याउनु हो। त्यसैले संसद सिंहदरबारको एउटा भवन मात्रै होइन, यो त वास्तवमा आम मानिसका दुःख, गुनासा, आशा र सपनाहरूलाई व्यक्त गर्ने सबैभन्दा ठूलो मञ्च हो। आफ्ना प्रतिनिधि मार्फत हाम्रो आवाज पुग्ने ठाउँ नै यही हो। र आजको यो चर्चालाई बिट मार्दा एउटा प्रश्न छाडेर जान चाहन्छु। संसदमा हुने हरेक निर्णयले हाम्रो दैनिक जीवनमा, हाम्रो टोल छिमेकमा अनि हाम्रो भविष्यमा कसरी असर पार्छ होला? यो प्रश्नमा घोत्तिनु जरुरी छ, किनभने जब नागरिक सचेत हुन्छन् तब मात्र लोकतन्त्र बलियो हुन्छ।